यहाँहरूलाई स्वागत छ टेक्निकल सर्ट्समा। हजुरहरूलाई थाहा छ आफ्नो टिकटक आइडी कसरी डिलिट गर्न सकिन्छ भन्ने कुरा। आज आउनुहोस् हामीहरू यहाँबाट सिक्छौँ। जस्तै कि टिकटक अन गर्नुहोस् हैन, टिकटक अन भयो 3 डटमा क्लिक गर्नुहोस् अनि सेटिङ एन्ड प्राइभेसीमा जानुहोस्, एकाउन्टमा जानुहोस्, एक्टिभ और डिलिट एकाउन्ट छ नि यसमा क्लिक गर्नुहोस् अनि यहाँ तल छ नि डिलिट एकाउन्ट पर्मानेन्टली यसमा क्लिक गर्नुहोस् और प्राइभेसी कन्सेप्ट्समा यहाँ क्लिक गर्नुहोस् अनि यहाँ कन्टिन्यू गर्नुहोस्। यति गरिसकेपछि यहाँ क्लिक गर्नुहोस्, यहाँ बाइ कन्टिन्यूमा क्लिक गरिदिनुहोस्। यहाँ क्लिक गरिदिसकेपछि यो पर्मानेन्टली एकाउन्ट डिलिट हुन्छ भन्ने कुरा। मिनिमम 30 डे वेट गर्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ। आफ्टर 30 days योर एकाउन्ट एन्ड डाटा विल बी डिलिटेड पर्मानेन्टली भन्ने छ यहाँ नि। त्यही भएर 30 दिन वेट गर्नुपर्छ हामीहरूलाई अनि मात्रै यो एकाउन्ट पर्मानेन्टली डिलिट हुन्छ। हस् त, धन्यवाद, थ्याङ्क यू।